स्वागत छ मेरो युट्युब च्यानल फुटलावर दिपामा। आज म फेरि नयाँ भिडियो लिएर आएको छु। आज मसँग छ 50-60 मोमो च्यालेन्ज भनौँ, 60 जति नै होला है। च्यालेन्ज त के भन्नु है, पछाडि चाहिँ अलिक ब्याकग्राउन्ड अभोइड गरिदिनु होला है। अनि आज हामीसँग छ चिकन मोमो, अनि फेरि यहाँ चाहिँ उसको छ के भन्छ लौकाको मोमो ल, भेज र नन भेज। अनि आज हामीसँग यो पनि छ यसको भित्र चाहिँ मोमो छ कि मैले आज नयाँ स्टाइल बनाएको यो मोमो। अनि हामी यहाँ मसँग छ यहाँ तातो चिकन सुप, मोमोको सुप बनाएको है। यो चाहिँ एग रोल हो, यसको भित्र मोमोको चटनी। ल सुरु गरौँ है, केबाट सुरु गर्नु पहिला? यसलाई काट्नु पर्यो खाना तर भइसक्यो के यस्तो यहाँ यो चाहिँ हाम्रो अलिकति मेरो उयो भएन के पब्लिङ त तपाईँ म ए फारे नि हुन्छ ल सुरु गरौँ। कताबाट सुरु गर्ने? अब यहाँ मलाई यहाँ अलिकति चटनी खनाइदियो हुन्थ्यो। लौकाको यो चाहिँ म सुपसँग खान्छु। रोल एउटा नहीं पहले मोमो खाने आफै बन्द भएको मोमो सिलाए तर एक्चुअलीमा कतिवटा मोमो मुखमा हाल्नु सक्छ हाल्नु त तिनवटा है त। मैले तिनवटा हाल्यो। सिलाए 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 के अनि तातो हुन्छ होइन। लौका मोमो तातो खाने हामी त तातो खान्छ। मैले फेरि एउटा दुईवटा तपाईँले कति हाल्यो? तिनवटा पाँचवटासम्म लानु त। कतिवटा भन्नु ल? पाँचवटा जानु पऱ्यो नि। एउटा यो भयो नि यतिमा झऱ्यो। त्यसो छ नि पाँचवटा मोमो है, मैले तिनवटा हाल्यो। पाँचवटा हाल्नु त यार, मुख त ठुलो रहेछ मेरो बुढाको।
तब मुखमा मैले मार्नु है मुखमा हुँदै किन हाँसेको पाउँछ गयो भने सर्किँदैन हालिदिनु जस्तो भयो सर्काउँछ त्यस्तो पाराले पाउँछ मोमो गयो मान्छेको मुखमा पाँचवटा छ धेरै भयो पाँचवटा किन्ने जस्तोमा टाक्टा त फेरि यिनीहरू बिस्तारै खाने अझै खानु त नसिक्नु कस्तो बिस्तारै खानु न त तर कहिले छिटो छ गर्मी भइसक्यो आफूलाई यहाँ अझै हातले दिनु पर्ला जस्तो छ अरू खै त पराठा भोलि न रोल नखान्छ भने भोलिलाई भयो अहिले खानुपर्छ नि कसो उस नगरी यतिकै छ नि खाना जति सक्छ हामीले चाहिँ पेट अगाडि मासु धेरै दिन्छ अब सकेन मेरो यो लास्ट बाइट सक्दैन मन नहुँदैन सकिन आज त खाना गर्मी पनि भयो गर्मीले खान सकेन हामी सकेन है नरिसाइदिनु होला यो मेरो बहिनीलाई राखिदिन्छु है हजुरलाई यति नै हाम्रो भिडियो कस्तो लाग्यो हजुरलाई राम्रो लाग्यो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु है बाई बाई